हेलो एभ्रिवान, गुड मर्निङ। हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा फेरि पनि स्वागत छ। अहिले चाहिँ म धामा घर जाँदैछु धान काट्न होइन। हजुरहरूकोतिर चाहिँ धान काट्ने बेला भयो कि भएन? हाम्रोतिर चाहिँ धान काट्ने बेला भइसकेको छ होइन। पुरा लडेको छ क्या फेरि हाम्रो गाउँतिर चाहिँ धान। तपाईँहरूको गाउँतिर चाहिँ धान लडेको छ कि छैन कमेन्ट गर्नु होला। अहिले चाहिँ म धामा घर जाँदैछु। अहिले चाहिँ म गाइस धामा घर आइसकेको छु। यो चाहिँ रहेको धामा घर। अनि यहाँ धम्बुवाहरू हुन्छ। अनि यहाँ चाहिँ धमा। अनि अहिले चाहिँ धान काट्न जाँदैछु मामी। घाम भगवान के साह्रो चर्केको। धान काटेर पसिना निस्केको हेर्नु। काम नगरी भात खानु पाइँदैन बा। मरन बेला पनि भ्लग बनाउनु। अब भात खाने बेलामा मरन बेला त्यो एउटा गर्मीले आएर। अनि अहिले चाहिँ साथीहरू धान काटिसकेर खाजा खाने बेला हो। धमाले चाहिँ खाजामा चिया र बिस्कुट ल्याइदिनु भएको थियो नि, त्यही भएर मैले देखाउँदैछु क्या। अनि आन्टीले भिडियो बनाएर हाल भरे भन्दै हुन्थ्यो। अनि म चाहिँ टक्क लगाएर चिया खाँदैछु। अनि अहिले चाहिँ यहाँ यति काटेर घर जाने होइन। आन्टीहरू काट्दै हुनुहुन्छ धान। अनि अहिले चाहिँ म धमाहरूको बजाएर नुहाएर पनि म बसिरहेको छु। अनि यसरी नै मेरो भिडियो हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। बाई साथीहरू।